माघ 16 गते पूर्ण सरसफाई युक्त टोल घोषणा गरिने भएको छ। यसै विषयमा आज हामीले सो टोलका कार्यभार अध्यक्ष रामचन्द्र आचार्यसँग कुराकानी गरेका छौं। प्रस्तुत छ उहाँसँग सहकर्मी वसन्त ढुङ्गानाले गर्नुभएको कुराकानी। रामचन्द्रजी, तपाईहरुले जुन नीलगिरी टोलमा जुन पूर्ण सरसफाई भनेर घोषणा गर्न लाग्नु भएको छ, यो खास कसरी पूर्ण सरसफाई बनाउने योजनामा रहनु भयो तपाईहरु? यो चाहिँ हाम्रो नीलगिरी टोल विकास संस्थालाई पूर्ण सरसफाई बनाउने भन्ने हाम्रो एउटा एजेन्डा आयो। त्यो एजेन्डामा हामीले व्यापक छलफल गर्यौं। गर्न सकिन्छ कि सकिन्न भनेर हामीले चाहिँ हाम्रो कार्य समितिमा छलफल गरेर आम भेला गर्यौं। आम भेलाले चाहिँ गर्न सकिन्छ, हामी सबै गर्छौं भनेर टोलवासीले लाग्नुभयो। त्यसपछि हामीले यसलाई सम्पन्न गर्नको लागि केही खर्च पनि लाग्छ। त्यसको लागि हामी नगरपालिका, जीविस, खानेपानी डिभिजन कार्यालय, भरतपुर खानेपानी व्यवस्थापन बोर्ड धायौं। उहाँहरूले पनि हामीलाई आश्वासन दिनुभयो, केही सहयोग पनि गर्नुभएको छ। हामीले उठाउनु पर्ने पैसा पनि उठाएर हरेक घरमा 2टा गमलामा बिरुवा रोप्ने काम सम्पन्न गरिसकेका छौं। हरेक चोकमा चाहिँ आफ्नो घर पाएक पर्ने गरी प्लास्टिक, त्यो बाटोमा खसेका प्लास्टिकहरूलाई संकलन गर्ने र त्यो प्लास्टिक हाल्नलाई बाल्टिनहरूको व्यवस्था गरेका छौं। घरमा कुहिने मल बनाउन मिल्ने फोहोरहरूलाई कम्पोस्ट बिनमा हाल्ने व्यवस्था गरेका छौं। र यो चाहिँ के हो भने सचेतनाको अभियान हो। हाम्रो टोलमा चाहिँ पूर्ण गरिसकेका छौं। तपाईहरुले यो अभियान कसरी सुरु गर्नुभयो, कहिलेबाट सुरु गर्नुभयो? यो अभियान सुरु गरेको त अहिले 6 महिना भयो। 6 महिनामा हामीले अब 20औं बैठक शनिबार हरेक टोल भित्रका उपसमितिहरू बनाएर त्यो समितिहरूले चाहिँ सरसफाई हेर्ने, अनुगमन गर्ने, आफ्नो घरलाई सरसफाई गर्ने, अनि व्यक्ति सरसफाई अनि सामाजिक यो वातावरणीय सरसफाई गरेर यसरी हामीले छुट्याएर काम गरिरहेछौँ। यो पूर्ण सरसफाई बनाउनको लागि मापदण्ड के रहेछन्? यो मापदण्डको सूचकहरू त थुप्रै 39वटा सूचकहरू छन्। त्यो सूचकहरू भनेको त्यति ठुलो जटिल सूचकहरू छैन, अलिकति बानी व्यवहारमा परिवर्तन गर्ने मात्रै हो। त्यसलाई हामीले जस्तो हात धुने ठाउँमा चाहिँ साबुन पानीको व्यवस्था हुने, खानेपानी चाहिँ अब स्वच्छ खानेपानी खाने, खानेपानी छोपेर राख्ने, दिशाहरू अहिले चाहिँ अलिकति समस्या भनेको यो कुकुरको दिशा पनि हाम्रो टोलमा समस्या भएको थियो। हामीले अहिले त्यो कुकुरको दिशा चाहिँ बाटोमा गराउन नदिने हामीले गरेका छौँ। यसले गर्दाखेरि यो चाहिँ धेरै ठुला कुराहरू छैनन्, तर अलिकति सचेत भएर गर्दै भने सबै टोलले चाहिँ गर्न सकिने कुराहरू छन्। जुन तपाईहरुले फोहोर व्यवस्थापन अहिले कसरी गर्दै हुनुहुन्छ? फोहोर भनेको अब 3 थरी फोहोर हुन्छ। 3टा तरिका छन्। यो 3R भन्छ, रिसाइकल, रियुज अनि त्यसपछि रिड्युस। कम फोहोर उत्पादन गर्ने अनि त्यही फोहोरलाई फेरि प्रयोग गर्ने र त्यसलाई जस्तो मल बनाउने, अनि केही पनि गर्न नसकेलाई चाहिँ हामीले अहिले त्यस्तो फोहोरहरूलाई चाहिँ नगरपालिकाको ट्र्याक्टर आउँछ, त्यो ट्र्याक्टरमा हालेर त्यसरी व्यवस्थापन गरिरहेका छौँ। तपाईहरुले जुन पूर्ण सरसफाई युक्त टोल भनेर घोषणा गर्दै हुनुहुन्छ, त्यो कसरी घोषणा गर्दै हुनुहुन्छ तपाईहरुले? घोषणा चाहिँ अब यो किनभने अभियान भएको हुनाले सबैले थाहा पाउनुपर्छ भनेर अब आगामी 16 गते माघको 16 गते शनिबारको दिन 11 बजे हामीले यो कार्यक्रम आयोजना गर्दैछौँ। त्यो कार्यक्रम चाहिँ सबैलाई थाहा होस् भनेर अलिकति र्यालीका साथ प्ले कार्ड लिएर बाजागाजा सहित हामीले बेन्ड बाजा सहित चाहिँ र्याली गरेर प्ले कार्ड बोकेर सकेसम्म हामीले यसमा चाहिँ माथिल्लो लेभलको एकजना प्रख्यात वीरेन्द्र पाण्डे जुन पूर्व अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँले म समय दिन्छु भन्नुभएको छ, तर त्यसको फाइनल कन्फर्म भइसकेको छैन, उहाँ आउँछु भन्नुभएको छ। र उहाँलाई बोलाएर उहाँ भएन भने सकेसम्म हामीले राष्ट्रिय स्तरको व्यक्तित्वलाई चाहिँ त्यो कार्यक्रममा आयोजनामा चाहिँ प्रमुख अतिथि बनाएर यो सन्देशलाई देशव्यापी रूपमा चितवन जिल्लाको पहिलो टोल हो नीलगिरी टोल जो पूर्ण सरसफाई युक्त टोल घोषणा भएको छ। यसमा हामीले टोलभित्र 8 ठाउँमा चाहिँ बोर्डहरू लगाएका छौँ, कतिपय चाहिँ स्वागत गेटहरू छन् र भित्र आचार संहिताहरू लेखेका छौँ। जुन तपाईँहरूले यस्तो भव्यताका साथ पूर्ण सरसफाई युक्त टोल भनेर घोषणा गर्दै हुनुहुन्छ नि, यसको बजेट त पक्कै पनि चाहिने होला। बजेट कसरी जुटाइरहनु भएको? बजेट चाहिँ यस्तो, हामीले हरेक घरबाट चाहिँ ऐच्छिक रूपमा 200 देखि 500, 1000, 6000सम्म हामीले यहीँ उठाएको छौँ। नपुगेको सरसफाई सम्बन्धी बजेट जीविसले नै हामीसँग छ भनेको छ, खानेपानीले छ भनेको छ, नगरपालिकाले छ भनेको छ, त्यहाँ पनि गइरहेको छ। उहाँहरूले नि आश्वासन दिनुभएको छ, पैसा दिनुभएको छैन। कसैले हामी 20,000 दिउँला भन्नुभएको छ, कसैले 30,000 दिउँला भन्नुभएको छ, कसैले जो त्यसपछि हामीले यो लगभग 2 लाख जति हामीले खर्च गर्छौँ। चितवनको खैरहनीमा रहेको सैनिक आवासीय महाविद्यालयको 4थो वार्षिकोत्सव सम्पन्न भएको